नमस्कार, हजुरलाई कारबार एपमा स्वागत छ। यस भिडियोमा हजुरले कारबार एप प्रयोग गरेर कसरी आफ्नो व्यवसायको हिसाब किताब राख्ने, इन्भेन्ट्री म्यानेज गर्ने र ओभरअल हजुरको बिजनेसलाई कसरी सरल बनाउन सक्नुहुन्छ भन्ने हेर्नेछौँ। आउनुहोस् सुरु गरौँ। हजुरले कारबार एप खोल्दा होम पेजमा आफ्नो बिजनेसको चाहिने इन्फर्मेसन सुरुमै देख्न सक्नुहुन्छ। जस्तै कस्टमरबाट कति पैसा उधार उठाउन बाँकी छ, भेन्डर्स या सप्लायर्सलाई आफूले कति पैसा तिर्न बाँकी छ, साथै तपाईको मन्थली सेल्स, पर्चेज र खर्चहरू पनि देख्नुहुनेछ। र यसमध्ये कुनै पनि इन्फोमा क्लिक गर्दा हजुरले थप जानकारी पनि पाउन सक्नुहुन्छ। जस्तै आफ्नो सेल्स इनसाइट, टप कस्टमर्स, साथै सबैभन्दा धेरै सेल्स भएको आइटमहरू लगायत, जसले तपाईलाई राइट बिजनेस डिसिजन्स लिन मद्दत गर्छ। अब आउनुहोस् कारबारको 3 मेन फिचर्सहरू कसरी युज गर्ने भनेर हेरौँ। फर्स्टमा पार्टी सेक्सन बुझौँ। यसबाट हजुरले आफ्नो कस्टमर्स या सप्लायर्स एड गरेर लेजर मेन्टेन गर्न सक्नुहुन्छ। हजुरले एड पार्टी बटनमा क्लिक गरेर पार्टीको चाहिने इन्फर्मेसन हालेर नयाँ पार्टी एड गरेर उहाँहरूको लेजर म्यानेज गर्न सक्नुहुन्छ। नेक्स्ट इन्भेन्ट्री सेक्सनमा हजुरले आफ्नो स्टकहरू म्यानेज गर्न सक्नुहुन्छ। यहाँबाट एड बटन आइटम बटनमा क्लिक गरी हजुरले आफ्नो प्रोडक्ट या सर्भिसको डिटेल्सहरू हाली आइटम क्रिएट गरेर आइटमको क्वान्टिटी ट्र्याक गर्न सक्नुहुन्छ। र अब हजुरले कारबारमा कसरी आफ्नो बिजनेस ट्रान्जेक्सन्स रेकर्ड गर्न सक्नुहुन्छ त्यो पनि हेरौँ। यसको लागि हजुरहरूले तल ट्रान्जेक्सन सेक्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ हजुरले रेकर्ड गरेको सबै ट्रान्जेक्सन्सहरू देखाउनेछ। र नयाँ ट्रान्जेक्सन्स रेकर्ड गर्नको लागि तल यहाँ देखाइएको प्लस बटनमा क्लिक गरी भेरियस ट्रान्जेक्सन्स जस्तै कि सेल्स, पर्चेज, पेमेन्ट रिसिभ र अरूहरू क्रिएट गर्न सक्नुहुन्छ। अब हामी एउटा सेल्स ट्रान्जेक्सन रेकर्ड गर्न सिक्नेछौँ। यसको लागि सेल्समा क्लिक गरेर आफ्नो कस्टमर सेलेक्ट गर्नुहोस्। कस्टमर सेलेक्ट गरेपछि टोटल अमाउन्ट हालेर मात्रै पनि सेल्स रेकर्ड गर्न सक्नुहुन्छ। यदि इन्भेन्ट्री पनि मेन्टेन गर्न चाहनुहुन्छ भने एड आइटम्समा क्लिक गरेर बेचिएको आइटम, सोल्ड आइटमको क्वान्टिटी र रेट हालेर एड गर्नुहोस्। अनि कारबारले टोटल अमाउन्ट अटोमेटिकली तपाईलाई क्याल्कुलेट गरेर देखाउनेछ। तल रिसिभ्ड अमाउन्ट सेक्सनमा हजुरले कस्टमरले टोटल अमाउन्ट मध्ये कति अमाउन्ट तिर्नुभयो त्यो रकम एन्टर गर्न सक्नुहुन्छ। यदि कस्टमरले फुल पेमेन्ट गर्नुभएको छ भने टोटल अमाउन्ट राख्नुहोस्। तर यदि पार्सल पेमेन्ट मात्र भएको छ भने पे गरेको अमाउन्ट हाल्नुहोस् र कारबारले बाँकी उधारो अटोमेटिक क्याल्कुलेट गरेर देखाउनेछ। यसपछि हजुर सेल्स रेकर्ड गर्न तयार हुनुहुन्छ र आवश्यकता अनुसार हजुरले रिमार्क्स हाल्न सक्नुहुन्छ या बिल इमेज पनि अपलोड गर्न सक्नुहुन्छ। अन्तिममा सेभ बटनमा क्लिक गर्नुहोस् र सेल्स रेकर्ड सेभ हुन्छ अनि ट्रान्जेक्सन डिटेल पेजमा गएर इन्भोइस पनि कस्टमरलाई सेयर गर्न सक्नुहुन्छ। अब हजुरले देख्न सक्नुहुन्छ सेल्स पछि आइटमको क्वान्टिटी अटोमेटिक एडजस्ट भएको छ। पहिले 10 वटा बोतलको स्टक थियो, 5 वटा बोतल बेचिसकेपछि अब 5 वटा बोतल बाँकी छ। हजुरले अब यो कस्टमरलाई सेन्ड रिमाइन्डर बटनबाट गएर व्हाट्सएप या एसएमएसबाट पेमेन्ट रिमाइन्डर पनि पठाउन सक्नुहुन्छ, जसले गर्दा हजुरलाई कस्टमरबाट टाइमली पेमेन्ट कलेक्ट गर्न पनि मद्दत गर्दछ। अब मानौ यो कस्टमरबाट 50 रुपियाँ बाँकी रहेको पेमेन्ट पनि आयो भने हजुरले त्यसलाई पेमेन्ट इनमा गएर रेकर्ड गर्न सक्नुहुन्छ। यसमा गएर हजुरले कस्टमरबाट रिसिभ अमाउन्ट हालेर सेभ गर्नुहोला र कारोबारले पार्टीको लेजर अटोमेटिकली अपडेट गरिदिन्छ। कारोबारमा हजुरको बिजनेस म्यानेज गर्नको लागि यस्तै धेरै उपयोगी फिचर्सहरू छन्। जस्तै हजुरले 20+ बिजनेस रिपोर्ट्सहरू हेर्न सक्नुहुन्छ, इन्क्लुडिङ प्रफिट एन्ड लस रिपोर्ट्स, ब्याङ्क अकाउन्ट म्यानेजमेन्ट, मल्टी स्टाफ्स, बिजनेस कार्ड बनाउनेदेखि लिएर ग्रिटिङ कार्ड्सहरू सेयर गर्ने जस्तो थुप्रै फिचर्सहरू हजुरले युज गर्न सक्नुहुन्छ। कारबार एपको यो सबै फिचर्सहरूको बारेमा पनि जान्नको लागि हजुरले हाम्रो अरू ट्युटोरियल्सहरू पनि हेर्न सक्नुहुन्छ। धन्यवाद। अब कारबार गरौँ डिजिटली।